हामी लगभग हलेसी महादेवको नजिक आइसकेको छ। हेर्दै गर्नु होला तपाईँलाई हलेसी महादेवको पनि दर्शन गराउनेछु। भनेपछि यहाँ मुनि चाहिँ शङ्ख फुक्ने ठाउँ दुधदेव माई स्वर्गद्वार तल सबै तल छ होइन। हर हर हेलो गाइज, अब हामी चाहिँ आज होइन हलेसी महादेव दर्शन गर्नको लागि अहिले कति बजेको छ भन्दाखेरि 7 बजेको छ। 7 बजिसकेपछि हामी बिहान हिजो राति आएको थियौँ। अब हामी यसो मन्दिर दर्शनको लागि निस्किँदैछौँ। हलेसी महादेव दर्शन यहाँबाट केही 5 मिनट, यहाँबाट 5 मिनट जतिकै बाटो छ होइन। ठिक छ, यताको माहौल यस्तो छ। हामी चाहिँ काइनेको हलेसी महादेव हर हर महादेव शम्भु कि जय हो। सबैले रक्षा गर्नु, भिडियो हेर्नेको पनि रक्षा गर्नु होला। चाहिँ अब होइन हलेसी महादेव जाने बाटो हो। यहाँबाट जस्ट अब 5 मिनटमा पुगिहालिन्छ। बाबा हर हर महादेव, हर हर महादेव। ठाउँ दामी छ। खोटाङ जिल्ला हलेसी महादेव पर्यो। हामी चाहिँ जनकपुरदेखि आएको। एकदम बवाल ठाउँ छ त, हेर्दै गर्नु होला तपाईँलाई हलेसी महादेवको पनि दर्शन गराउनेछु साथमा। घरहरू पनि दामी छ, ठिक छ। तर यहाँ धेरै लगभग हामी अहिले छँदैछ दिदी होइन, हामीलाई चाहिँदैन। अब चाहिँ हामी लगभग हलेसी महादेवको हलेसी महादेवको नजिक आइसकेको छ। हेर्दाखेरि भिडभाड देखिरहेको छु मन्दिरमा, एकदम भिडभाड छ। हलेसी महादेव धेरै टाढो छैन। हर हर महादेव। ए ल बाबा एकचोटि माथि यहाँको दर्शन गरिहालौँ, त्यसपछि तल जाउँ है, त्यसो हुन्छ। यहाँ हामीले मान्छेलाई सोध्यौँ होइन, यहाँनिर भन्छ मेन महादेव मन्दिर चाहिँ यहाँ हो। अब यसपछि तल गुफाभित्रको इन्ट्री हुन्छ। हामी त्यहाँ गुफाभित्र पनि देखाउनेछु। अब यहाँनिर हातमुख धोएर मजाले जाने ठाउँ बवाल छ। हामी चाहिँ लगभग हलेसी महादेवको नजिकै आइसकेको छौँ होइन। यसमा देख्नु सक्नुहुन्छ दामी मन्दिर छ। यता मुनि यस्तो ठाउँ छ हेर्नु। राइट मन्दिर, मेन मन्दिर यो हो हलेसी महादेवको। जय हो, हर हर महादेव। बाबा यस्तो यो पुरा औषधिहरूको होइन। बस हामी चाहिँ फाइनली हलेसी महादेवको आधा ठाउँसम्म आइसकेको छ होइन। हामी अब जब गुफामा छिर्छौँ तब त्यहाँको फुल भिडियो देखाउनेछौँ। अहिलेको लागि